हेलो हजुर, दर्शन नमस्ते हजुर, दर्शन नमस्ते। आजको भिडियो चाहिँ मैले हजुरहरूलाई लसुन सम्बन्धीको भिडियो ल्याएको छु। यो लसुन चाहिँ हाम्रो भान्सामा तरकारीमा मसलाको रूपमा प्रयोग गर्छौँ। यो लसुनले चाहिँ मानिसहरूको शरीरको वृद्धि विकास गर्ने, हड्डीहरूलाई मजबुत गर्ने काम गर्छ। लसुनमा पाइने फस्फोरस, पोटास र क्याल्सियमले मान्छेहरूलाई इम्युनिटी पावर अथवा इम्युनिटी पावर बढाउने काम गर्दछ। रोग प्रतिरोधात्मक क्षमता यसले बढाउने काम गर्छ। र यो लसुनले तपाईँको प्रेसर हाई हुने, कोलेस्ट्रोल हुनेलाई पनि यो लसुन सेवन गरिने अति फाइदा हो। र यसले रगत बाक्लो भयो भने पनि यो लसुनको सेवन गर्ने भने रगतलाई पातलो बनाउने काम गर्छ। तर रगतलाई पातलो बनाउने हामीले एलोपेथीको औषधि एस्प्रिन प्रयोग गरेछौँ भने चाहिँ सकेसम्म लसुन धेरै मात्रामा प्रयोग नगर्नुहोस्। औषधि प्रयोग गरेको छ भने। र यो लसुन चाहिँ हजुर मेरो 60 दिन भयो। मैले यो लसुन एउटा लसुनबाट अर्को लसुन 5 इन्चको दूरीमा रोपेको छु। यो लसुनले यो लोकल जातको लसुन हो। अब यो लसुन चाहिँ हामीले सिँचाइ गरिसकेको छौँ। र लसुन चाहिँ यो लसुन यस्तो अवस्थामा यसरी पोटी लाग्यो, यो पोटी लाग्ने अवस्था हो। यो पोटी लाग्ने अवस्थाको लसुन भइसकेपछि यसलाई धेरै सिँचाइ गर्नुहुन्न। यसलाई धेरै सिँचाइ गऱ्यो भने यो पोटी फुटेर केस्राबाट उम्रिने हुन्छ। त्यसकारण यसको सुक्खा छ भने यसलाई हप्तामा एकचोटि, धेरै सुक्खा छ भने, ठिकै चिसो छ भने 15 दिनमा चाहिँ सिँचाइ गर्नुपर्छ। र यो लसुन, त्यसै गरी यो लसुन चाहिँ हामीले रोपेका छौँ। हजुर, लसुन सम्बन्धीको भिडियो यहाँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। धन्यवाद।